हेलो एभ्रिवान नमस्ते है। अनि आजको भिडियोमा नि स्वागत छ। शिरीषजी चाहिँ के भन्छ ल्यापटप हेर्न दिएन भनेर घोप्टो परिरहेछ। धेरै ल्यापटप हेऱ्यो भने आँखामा समस्या आउँछ, दिमागमा समस्या आउँछ। धेरै स्क्रिन हेऱ्यो भने धेरै अब फोन चलाउन नपाएर ल्यापटप हेर्न नपाएर एकरो भइसक्यो अहिले नै हैन। अनि त्यसपछि हुन्छ नि अब एकछिन ल्यापटप हेर्न नदिएको, पढ भनेर एउटा किताब दिएको, अब किताब चाहिँ उता फालेर विजय साइली जसरी एकछिन 2 सेकेन्ड हेऱ्यो अनि त्यसपछि किताबै हेर्न पर्दैन जस्तो छ। घर भन्न थालिसक्यो अब चाहिँ किताब पढ्नु पर्ला रे भनेर हैन। कान चाहिँ खराएको जस्तो छ, आँखा चाहिँ बिराएको जस्तो अनि घुराइ चाहिँ बाघको जस्तो छ, सुताइ चाहिँ सुँगुरको जस्तो छ हैन। अनि अब के भन्ने, शरीर चाहिँ फट्याङ्ग्राको जस्तो छ त्यस्तो छ मेरो भतिज हैन। अनि नाम चाहिँ सिलु बेबी हो उहाँको नाम चाहिँ। अनि साथीहरू अब मेरो भतिज पढ्दैन, अनि सल्लाह दिनु न कसरी पढाउने। स्कुलमा गयो भने मिससँग जुधेर आउँछ, फाइट गर्छ मिसको मालाई चुडाएर। अनि समस्या चाहिँ टेन्सनै छ मलाई नि अलिअलि। अब रोल नम्बर कति हो थियो अरे, अहिले त प्रगति गरेछ, अलिक बढाएछ। पहिला 10 थियो क्या अरे, अहिले 12 दिएर कति पुऱ्यायो, 11-12 कि घटाए थाहा भएन, तर प्रगति चाहिँ गरे जस्तो लाग्यो। अनि वास्तवमा पढ्नु पर्ला भनेर घोप्टो परे हो। अहिले ल्यापटप अन गर्ने बित्तिकै उतार्नु परिहाल्छ अनि हाम्रो चाहिँ यस्तो छ अवस्था। एन्ड देन अब शिरीषजीको अवस्था हो यो चाहिँ। अब यो चाहिँ शिरीषजीकै च्यानलमा हालिदिने है हामी अनि कति किलो छ अरे यो? मान्छे चाहिँ 20-22 किलो छ। 20-22 वटा शब्द नै पर्दैन क्या। अब लौ न के गर्ने होला। लजायो अब भर्खरको बेहुलो हो नि त